मन्त्री साहेबलाई म नमस्कार गर्दैछु। हजुर जति घन्टी प्रेमीको मित्रहरूलाई सबैलाई म नमस्कार गर्दैछु। हजुर तपाईहरूले मेरो भाइ बहिनीहरू धेरै चिज गर्नेछ। तपाईहरूले सेयर मुदा मान्छेले धेरै लगानी गर्छ। हजुर सेयरमा तपाईको अब उनीहरूको पकडिरहेछ न। हजुर सेयरमा बस्यो, सेयर गर्दाखेरि उसमा देख 2 पैसा ढेउवा कमाउँछ, मलाई थाहा छ। अब आजै मैले एउटा तपाईको वकिल साहेब बस्दाखेरि उहाँको कुरा सुन्दाखेरि सेयर मान्छेले धेरै चलाउँछ, बुझ्नुभयो। सेयरले मान्छेलाई त्यस्तो अर्कोलाई एकैछिनबाट पदबाट हटाउन मिल्दैन। यो जिन्जी भाइको लिडर हो, बुझ्नुभयो। तपाईहरूले यो विद्रोह जो हुन्छ न, विद्रोहतिर यो लगाइदिन्छ, बुझ्नुभयो। विद्रोह जब लगाइदियो भने न एकैछिनमा तपाईहरूले छिनछिनमा तातिरहेछ न। हजुरहरू त्यही विद्रोह लगाउनलाई खोजिरहेछ। यिनीहरूको छोडिदेऊ, आफै झगडा हुन्छ, यिनीहरूको आफै संविधान हुँदैन। सेयर राम्रै चिज होला, यति म भन्दैछु। सबैजना मिलेर 5 वर्ष सरकारलाई चलाउनु। धेरै दुःख छ यार। कहाँ सेयर नराम्रो, सेयर धेरै राम्रो छ। 98% मान्छे सेयरमा बस्छ। त्यसलाई पक्रेको लगेर खोरमा डालेको, त्यही कारणले भन्छ यस्तो पनि यसले पनि गरे। उसलाई हेर्ने हो, छानबिन गर्ने हो, एकैछिनमा हटाउन हुँदैन। ल यति म भन्दैछु।